हेलो गाइज हामी चाहिँ कहाँ जानु लाग्यो हस्पिटल किन भन्दाखेरि चाहिँ हाम्रो साथीको चाहिँ यहाँ टाका फुकाउन साथीको चाहिँ ब्रेकअप भएर चाहिँ साथीले अब आफ्नै चक्कुले यसरी गोप्नु भएको थियो। तर अफसोस साथी चाहिँ अहिले सही सलामत हुनुहुन्छ र आज चाहिँ हामीले साथीको टाका फुकाउन लागि जान लागेको छ बजार। र आज चाहिँ त्यस्तो घाम नभए नि गर्मी चाहिँ ओभर भयो है, घाम चाहिँ छैन तर गर्मी चाहिँ ओभर भयो। अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो ज्यामिरेको पुरानो पुल हो अनि यो चाहिँ नयाँ पुल हो। यो नयाँ पुल चाहिँ अहिले खुले छैन, यहाँ चाहिँ बाटो खै के बनाउँदैछ तर एक दुई दिन त खुले थियो क्या है, एक दुई दिन त खुले थियो तर अहिले चाहिँ खुले छैन। त्यही भएर त्यो चाहिँ बन्द छ, त्यही भएर गाडीहरू चाहिँ कति त्यही भएर भनेको त्यही भएर फेरि पनि गाडी चाहिँ यहीँबाट आउजाउ गर्छ। अनि हाम्रो त्यहाँ चाहिँ बिहिबार बजार लाग्ने गर्छ है, भोलि चाहिँ बिहिबार बजार लाग्छ। यसरी चाहिँ हामी हिँडेर जाँदैछौँ किनभने वाकिङ इज द बेस्ट एक्सर्साइज। त्यही भएर यहाँ चाहिँ म सबैजनाले हेरेछन् है, अब क्या हेर्नुपर्छ। र यो चाहिँ हो हाम्रो दुङ्कीबासको जल्दो बल्दो कति न्युली ओपन, न्युली त नभनौँ मतलब के भन्छ त्यसलाई यहाँ मलाई भन्न आएन। यो ब्राउनेट चुलो जहाँ चाहिँ खानाहरू एकदमै मिठो पाउँछ है, मैले चाहिँ खाएर पनि रिभ्यू गरिसकेँ। अब मिठोलाई त मिठै भन्नु पऱ्यो। अनि यहाँ चाहिँ रहेको छ स्कुल बस, कुन स्कुल बस रहेछ ब्लु स्टारको। र यो बस चाहिँ के अरे तिम्रो एस स्कुल बस होइन। साथी चाहिँ ब्लु स्टार कस्तो लाग्यो तिमीलाई, कस्तो थियो पढाइ? एकदम राम्रो थियो, पढाइहरू चाहिँ राम्रो थियो, सर्भिसहरू राम्रो हुनुहुन्थ्यो। कस्तो थियो मेमोरिज तिम्रो? साथीभाइहरूसँग धेरै रमाइलो थियो, मेमोरिजहरू कति रमाइलो लाग्थ्यो। बोरिङ लाग्यो त्यस्तो चाहिँ होइन है, अब जसलाई पनि आफ्नो पढेको स्कुल मन पर्ने हो, राम्रो लाग्ने हो है। सानैदेखि पढेको स्कुल अब आफूलाई राम्रो लागिहाल्छ, सब ठुलो भएपछि त अलिक नयाँ साथीहरूसँग घुलमिल्न अलिक त टाइमै लाग्छ नि त, तर जे भए पनि रमाइलो हुन्थ्यो। त्यहाँ चाहिँ हाम्रो मिठो क्याप्सन पढ्नु भएन साथीले पुरा। त्यही नै हो। अहिले हामी चाहिँ हस्पिटलले मलाई चाहिँ जहिले पनि हस्पिटल गएर साथीले चाहिँ मलाई यहाँ क्वेसन मलाई चाहिँ यहाँ साथीले है के अरे उस भन्ने क्या मतलब के एडभाइस दिएछ है। अनि कति दिन टाका लाग्यो तिमीले? 9 दिन 10 दिन जति भयो होला। खास हामीले जनता जान्न चाहन्छौँ कि खास तिम्रो यो कसरी काट्यो, के भएर काट्यो र तिमीले किन टाका लाउनु पर्यो र आज तिमीले किन टाका खोल्दैछौ 9 दिनपछि सबै भनिदेऊ ल सुरुदेखि। के भएको भन्दा चाहिँ खासमा चक्कर लागेर ढलेँ होइन किचनमा। गर्मीमा चाहिँ साथीहरू पानी र खाना दुवै के अरे खाइराख्नु पर्छ अरे। दुवै चाहिँ हामीले प्रशस्त रूपमा खाइराख्नुपर्छ र टाइममा खाना खानुपर्छ र पानी प्रशस्त रूपमा पिउनुपर्छ, नत्र भए साथी जस्तै यसरी हुन्छ है। त्यो कुरा बुझ्नुलाई ल फेरि भनिदेऊ। अनि त्यसपछि हामी कहाँ थियौँ? त्यसपछि हामी किचनमा तरकारी राख्नु लागेरमा चक्कर लागेर ढलेँ। अनि त्यसपछि अनि पछि बिउजेर हेर्छु भन्दा मेरो रगतै रगत भयो अनि गोप्यो। त्यही हो। अनि त्यसपछि तिमीलाई कस्तो भयो, कतिको दुखायो, के भयो? दुखाउन त धेरै दुखाएको थियो। अनि म रोएँ, कति बेरसम्म रोएँ, चिचाइ रोएँ। अनि त्यसपछि म हस्पिटल गएँ, टाका लगाएँ। टाका लगाउँदा त केही भएको थिएन। अब टाका खोल्दाखेरि कस्तो हुन्छ भने त्यो एकदम रियाक्सन। अनि यो 9 दिनसम्म चाहिँ तिमीले यो 9 दिनसम्म चाहिँ होइन तिमीले यो टेप टाँसिन्छ नि त, त्यो लाउँदाखेरि कतिको सहज भयो, कति दिन दुखायो, कति दिन हुन्छ नि फुकाल दिन भयो? मलाई त एकदम फुकाल्न मन लागिरहेको थियो, त्यही दिन फुकाल्न मन लागिरहेको थियो। यति सहेर बस्थेँ, यति खटेर बस्थेँ, कति दुखाएँ, कति सहेर खटेर बस्थेँ। त्यही हो। अब आज चाहिँ तिमीले टाका खोल्दैछौ, तिम्रो रियाक्सन कस्तो होला, तिमीलाई कतिको डर लाग्यो? अब यहाँ त धागोले यसरी सिलाएको हुन्छ
अब त्यो धागो यसरी तान्दाखेरि चट्ट कसैले काट्दाखेरि आज नि के रुइएला त रोइला हो साथीहरू यिनी चाहिँ एकदमै रुचि छिन् है अब हेरौँ आज यिनलाई के भन्छ अरे टाका खोल्दै गर्दा रुन्छन् कि रुँदैनन् त्यो हामीले अवश्य देखाउनेछौँ र मलाई चाहिँ जहिले पनि डुङ्गीबासमा चाहिँ हस्पिटल भन्नाले जस्तो ठुल्ठुलो हस्पिटल छैन त्यस्तै मेडिकलहरू छ र हाम्रो हामी चाहिँ जहिले पनि आउने भनेको कोइराला हेल्थ मेडिकल हो है यहाँ चाहिँ आन्टीले हेरिदिँदै हुनुहुन्छ खोल्ने बेला भयो कि नै भनेर चाहिँ भिडियो गर्नु मिल्दैन अरे त्यसैले साथीलाई एकछिनपछि भेटाउँ साथी चाहिँ यहाँ खोल्न नपाउँदै रुइसकिन् खै आएर त ल साथी अनि टाका त खुल्यो त कस्तो भयो अलिक दुख्यो रोएनौ त नाइ रोएन र हाम्रो साथीको चाहिँ फाइनली टाका नि खुलिसक्यो अब टाका खुलेपछि त के खान मिल्छ चटपट ल साथी चाहिँ रुइने है किनभने त्यस्तो मैले चाहिँ सुरुमा लास्टै डराउँदै थिएँ त्यही भएर नि होला दुध जानेर उपरै उस भने तर लास्टमा त्यति साह्रो दुखेन है दुख्न त देखेँ त्यति साह्रो दुखेन अब यहाँ चाहिँ कति माया गर्नुभएको नि ल अब चाहिँ म यहाँ कति उस रहेछ है यहाँ चढ्ने ल खै त हजुरलाई देखाउनु खै त कति रहेछ 5 फुट नहीं क्या यो नमिलेर होला है अलिक तल भएर नत्र 5 फुट 5 फुट 2-3 यस्तै यो दुइटामै खै तिमी आऊ त यहाँ कति फुट छ आइज न ल छिटो कि छिटो उभियो कस्तो हुन्छ र उभिन त्यहाँ यहाँ के इट्टामा तनी हाँस्दै त नरहेछ 5 फुट 6 फुट 3 इन्च त्यति भएन होला प्लिज त्यति भयो नि समाले त वाउ वाट ब्युटिफुल ला पैसा माई गड साथीहरू भन्दै साथीको मुटुको धड्कन निस्केको कति भयो सो तपाईँ त म कति रहेछु म चाहिँ अलिकति बढेछु 5 ग्राम बढेछु 500 ग्राम 500 ग्राम होला कस्तो हाउ वाज यु फिल हो चाहिँ हामीले हस्पिटल के अरे मेडिकलको काम र टाका खोल्ने काम भइसक्यो र अब चाहिँ हामी कहाँ जाने पानीपुरी चटपटी खाना त्यो चाहिँ होइन हामी चाहिँ पहिला मेरो कामको लागि यो काम सक्यो र अब मेरो पालि मेरो काम पनि सक्छौँ मेरो काम के हो भन्दाखेरि चाहिँ हजुरले मेरो भ्लग अलि अझै अगाडिसम्म हेर्नुपर्ने हुन्छ र यो चाहिँ हो हाम्रो दुङ्कीबास बजार राम्रो बजार यताबाट चाहिँ गाडी आउँदैछ है अब चाहिँ माथि गएर उस गरौँ है बाई बाई हाम्रो चाहिँ यहाँ मामा घर अगाडि चाहिँ यहाँ के भन्ने कार्यक्रम रहेछ अब हामी कसरी जाने साथी कसरी जाने अब यहाँ चढ्नै पर्छ यसरी चढ्नु पर्छ र यहाँ चाहिँ यस्तो साथीहरूलाई चढ्नुपर्छ यहाँ चाहिँ खै के बनाउन लागिरहेछ त्यही भएर हामी चाहिँ माथि उक्लिन हल्का कष्ट गर्न पर्ने रहेछ है यो चाहिँ के हो झ्याप्पै हो कि खै के हो यहाँ चाहिँ रहेको छ फलफुल दोकान यहाँ चाहिँ हाम्रो तपाईँ हजुर सनी राई स्टोर रहेछ चाहिँ अङ्कल आन्टी चाहिँ सन्चै हुनुहुन्छ र यता चाहिँ हाम्रो के भन्छ मेन बजार होइन र अलि उता चाहिँ पिज हुन लागिरहेको रहेछ त्यही नै हो र हाम्रो काम चाहिँ यता हो
हाम्रो काम चाहिँ के हो भन्दाखेरि अहिले भन्छु त्यही किन आएको भन्दाखेरि के काम हो भन्दाखेरि चाहिँ मेरो यो व्हाइट पेपर लिनलाई हो। किनभने हामीलाई चाहिँ प्रोजेक्ट गर्न दिनुभएको छ, त्यही हुनाले मैले चाहिँ यहाँ लिन आएको छु। र अब चाहिँ एउटा प्लास्टिक दिन नानी, यही नै हो मेरो काम। र मेरो काम नि सकियो, साथी काम नि सक्यो। अब चाहिँ हामी कहाँ जाने? चटपटे पानी। ल अब चाहिँ एकछिनपछि भेटौँ है त। एउटा पेन र व्हाइट पेपर किनेर अब चाहिँ जान लागेका छौँ कहाँ? चटपटे पानी खानलाई। अब हल्का पेट पूजा गरेर हामी चाहिँ जान्छौँ र यता चाहिँ हाम्रो विनय त्रिवेणी आधारभूत अस्पताल बन्दैछ। भित्र चाहिँ बनिसक्यो, बाहिर चाहिँ यो गेटहरू चाहिँ अहिले बनाउँदै रहेछ र गेटहरूको आधी काम चाहिँ सकिसकेको रहेछ। त्यही नै हो। र यो गरिमा साथीहरू यस्तो बाटो हिँड्दा प्लस यस्तो घाममा स्यास्या भइजाने हो। र हामीले चटपट खाने चाहिँ यहाँ हो। र हाम्रो आन्टी कहाँ हुनुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो आन्टीले चाहिँ तिर्पल टाँगेर कहाँ हुनुहुन्छ हाम्रो आन्टी? हाई भनिदिनु न। र हामी चाहिँ हाम्रो आन्टीकोमा आइसक्यौँ। आन्टी चाहिँ हल्का लजाले हुनुहुन्छ है। आन्टीले चाहिँ यहाँ सही काम गर्नुभयो क्या है आन्टी? घाममा तिर्पल टाँगेर कति गर्मी साइनिङ रोनाल्डोले हालेर पोर्चुगलले जितेर। कुनै पनि यो जानी भनेको होइन। साथीले चाहिँ धेरै फुटबल हेर्ने भनेर साथीले चाहिँ रोनाल्डो गाइज हजुरलाई थाहा नै रोनाल्डो हार्यो पोर्चुगलले जित्यो भन्ने कुरा योभन्दा अघिल्लो म्याचमा। साथी फुटबल हेर्ने गर फुटबल त्यसै जोतमा रोनाल्डो नेमार भनेर नहाल। हाम्रो चाहिँ यहाँ आलु चप ल समात आलु चप भन्छ आन्टीलाई मत नभएर चाट हो। देख्दै हजुरलाई पानी आयो होला, हामीलाई नि यस्तै पानी आयो। म त साथी खान्छु ल। खै यहाँ राखेको त ल, तिमीलाई अप्ठ्यारो होला बाहिर हानी हान। ल म त खाइ पो हाल्छु। दिनपछि खानु यार। तिमीले झन् कति दिनपछि मैले प्रायः जस्तो खाइरहन्छु। साथीले चाहिँ 9-10 दिन भयो नखाएको। कस्तो खा अमिलो पुगेको छैन है? अलिकति है, अलिकति क्या यस्तो अमिलो छ। किन मलाई अमिलै भएन भाइ? छेउमा के अन्टी हालिदिनु न छेउमा थोरै। मलाई कस्तो अमिलै भएन क्या। नदेखाएर हजुरलाई ओहो नि ल तिम्रो चाहिँ उताको हो, यताको मेरो चाहिँ यताको है। यता ढकालिदेऊ त। तिम्रो होइन के गिलो भएर नआएको नि तेरी क्या। यो हजुर आज 17 हो क्या? 17 होला। दोकान सरेको के हो? आलु चप खाइसकेपछि आइहाल्यो। कस्तो भइरहेको तिमीलाई यति दिनपछि खाँदा? स्वर्ग पनि पुगे जस्तो भयो। ल अब चाहिँ पानीपुरी खाम। र एउटा कुरा पनि साथीहरू यो हजुरहरूले पानीपुरी खानु होला गोल बेला झोल चाख्नुहुन्छ पानी सकिसक्यो। धेरै दिनमा आइयो ल यसमा मिलाएर हाल। ल आन्टी हाम्रो उता आन्टीले नि भ्लग बनाउनु हुँदो रहेछ क्या हो है? पानी हाल्नु त
दोस्त पानी हाल्यो तिमी फेरि भन्नु म त पानी ठिकै लाग्यो गुना गरिदियो आन्टीले स्वर्ग पुग्यो जस्तो भयो होला है चिन्ता नगर म नि अब फेरि मलाई पनि काठमाडौँ लयन भन्ने साथीहरू म फेरि हाम्रो अड्डामा गएर पानीपुरी खान्छु त्यहाँको पानीपुरी चाहिँ यस्तो मिसिङ भइरहेको है यस्तो मिठो हुन्छ यति मिठो हुन्छ म त जान्थेँ म गएपछि हजुरलाई देखाउँछु त्यहाँ गएपछि हजुरले खानै पर्ने हुन्छ है त्यहाँ ठाउँमा गएर मलाई झन् अझै उसके फेरि बाबा त्यो उसके पानी खा त्यो सेकुवा के अरे सेकुवा सेकुवा खाएको ठाउँ त लास्ट जान मन लाग्यो त्यो दाइले झन् लास्टै सम्झिरहेको त्यहाँको मोमो चाहिँ यस्तो बेस्ट लाग्छ क्या त्यहाँ खाएको ठाउँमा मैले चाहिँ बिहान भुटेको भएर खाएदेखि केही नि खाएको थिएन बिहानको भात पछि चाहिँ डाइरेक्ट भात होइन साथी उठेको भातदेखि नास्तादेखि डाइरेक्ट दिउँसोको नास्तासम्म ल हामीले चाहिँ यहाँ दुईवटा छ एउटा मलाई लौ दोस्त चाहिँ हामी के अरे आलु चप र पानीपुरी खाएर अब कता जाने घरतिर लाग्ने यो चाहिँ अघि साथीले भने जस्तो साथीको एक्सेस स्कुल चाहिँ बुल स्टार हो भने मेरो एक्सेस स्कुल चाहिँ लखन थापा हो जुन चाहिँ मलाई एकदमै प्यारो र राम्रो लाग्छ है हजुरलाई के कस्तो लाग्छ यदि हजुरहरू पनि पढ्नु भएको छ भने चाहिँ हजुरलाई स्योर राम्रो लाग्छ अब कुनै कुनै बेला त सुन्छ नि त अब कुनै कुनै बेला जसलाई पनि त्यही हो जसलाई यसको साइडमा चाहिँ हाम्रो सिजना बेकरी क्याफे छ है यो हो र जसलाई पनि होइन अब आफ्नो स्कुल टाइममा जसलाई पनि के भन्छ रिस उठ्छ घरिघरि अब रिस हुन्छ तर जे भए पनि आफ्नो स्कुल भनेको स्कुल हो र साथीको स्कुल चाहिँ यो हो हामीले अघि नैदेखि चर्चा गरेको स्कुल त्यही हो र अब चाहिँ टलक्क घाम टल्किरहेको छ हामी चाहिँ जसरी हिँड्दै आएका थियौँ त्यसरी नै हिँड्दै हजुरहरूलाई थाहा नै छ असारको महिना के भन्छ असारको 15 दही चिउरा खाने मात्र होइन कि असारको 15देखि यहाँ चाहिँ कोहीले अगाडि कोहीले पछाडि तर रोप्न चाहिँ रोप्छ है र कति राम्रो देखिन्छ नि है ठ्याक्क गरा बाया गरा रोपाई हेर्नु न यो गरामा नि कति राम्रोसँग त्यो गरामा नि कति राम्रोसँग ठ्याक्क रोप्दाखेरि राम्रो देखिन्न रोपेर भ्याइसकेपछि चाहिँ कस्तो राम्रो अझै अहिले त अझै सबैको रोपेन किनभने हाम्रो यो बादल वर्षा भएको छैन त्यही भएर होइन यो साथी के गरेको भने नि यतातिर चाहिँ रोपाइ भएको छ यता चाहिँ भएको छैन यदि यता पनि सबै भयो भने चाहिँ कस्तो राम्रो देखिन्छ त्यही नै हो र अहिले पछि भेटौँला है त गाइज हाम्रो चाहिँ के भयो यहाँ के भएर तनाव भयो भिडियो बनाउँदा त्यही भएर हामीले चाहिँ अहिले जहाँ जान्छौँ त्यही देखाउँछौँ